पनि छ के टन्नै कति हेर्नुपर्छ यहाँ गुगलमा। भनेपछि कलियुगमा अब हुन्छ यो लास्ट हो, अब सकियो होइन त्यसपछि। तर अब म तपाईँलाई प्रुफ नै देखाइदिन्छु। अब किन बिना प्रुफको बोल्ने हो र साथीहरूले विश्वास गर्दैनन् कि बिना प्रुफको। भनेपछि अब पृथ्वी ध्वस्त हुन्छ लगभग लगभग होइन, अझै पनि कति हजार वर्ष बाँकी छ कि ध्वस्त हुन। त ध्वस्त त हुन्छ, तर कति हजार वर्ष बाँकी छ कि अझै पनि त्यो अझ। तर हामीलाई केही टेन्सन लिनुपर्ने अवस्था छैन। कहिले हामीभन्दा त हाम्रो 100 पुस्ता 200 पुस्तासम्म पनि ठिकै हुन्छ होला। को उनीहरू कलियुगमा भगवानै छैनन्। अनि द्वापर युगमा भगवान भए, सत्ययुगमा भगवान भए। सत्ययुगमा भगवान भनेका अब यिनीहरू भयो नि त। अब शिव ब्रह्मा विष्णु महेश्वर यिनीहरू सबैले यिनीहरूले रचयता गरे, एभ्रिथिङ दुनियाँ होइन बनाए, तिनीहरूले आफ्नो उ गरे। अनि द्वापर युगमा चाहिँ अब जस्तै राम सीता यिनीहरू, अब सीता त भगवान होइन, अब रामको बिहा गरे भएर अब उसलाई भगवान माने, त्यो आफ्नो ठाउँमा छ। राम भयो, बुद्ध भयो, यिनीहरू अब द्वापर युगमा जन्मे। उनीहरूले आफ्नो दूतको हिसाब जस्तो उनीहरूले पृथ्वीलाई धेरै कुराहरू सिकाएर गयो। कलियुगको भगवान चाहिँ छैन कोही त्यसो। कलियुग छ नि, हेर्नु थियो तर केही मात्रामा। त्यो द्वापर युगबाट हामी भर्खरै यता कलियुगमा आएका छौँ। त्यही भएर हामीले भन्छौँ नि त, मेरो पाप लागोस्, मलाई धोका दिएछ है भगवानले हेरोस् भनेर अब हामीले भन्छौँ नि त। त्यो किनकि हाम्रो द्वापर युगको प्रभाव हो। द्वापर युगको प्रभाव किन, द्वापर युगमा पनि मान्छेले भनेका कुराहरू पुरा हुन्थे केही मात्रामा। त्यो त अब कलियुगमा त पुरा त त्यो 100मा 1% या 2% मान्छेको पुरा होला, त्यो हुँदैन। अब अकर्डिङ टु गुगल, अकर्डिङ टु के भनेपछि कति अझै कति वर्ष बाँकी रे? 4,26,000 अझै कलियुग बाँकी। 4,26,875 वर्ष बाँकी छ होइन। हामीले चाहिँ 1,200 वर्ष मात्र कलियुगमा बिचारेछौँ। 1,200 वर्ष भनेपछि तपाईँले कति 1,200 होइन, बुद्ध जन्मेको कति 1700 कि 1800 1900 भन्छन् होइन, द्वापर युगमा जन्मेको। त्यही भएर मैले अघि तपाईँलाई भने, तपाईँले भन्नु कलियुगमा होइन। मैले कहाँबाट कलियुगमा भने? द्वापर युगमा जन्मेको। मैले त अब बुद्ध भगवानको चाहिँ बरु भगवान हुन्। नै भगवान भयो भने द्वापर युगमा जन्मेका हुन्। किनकि हामीले 2100 वर्ष जयन्ती मनाए, 2200 के अब कति छ, अब त्यो यस्तै छ होइन। तर 1600-1700 भन्दा वर्षभन्दा माथि भइसक्यो बुद्धको पनि। लेफ्ट एज अफ 2022 सी कलियुग विल बी एन्ड द एयर। अहिले हाम्रो कति हो, 2024 हो होइन। अनि यो कलियुग चाहिँ कहिले सकिने र थाहा छ? 4,28,879 वर्षमा सकिने अरे। 2024 यस्तै। अहिले 2024मा छौँ होइन। अब यो दिन 2025 2026 2028 गर्दा गर्दै 4,28,879 दिन फिनिस। त्यो फिनिस हुने अहिले हामीले चिन्ताले त के गर्नु त नि? भने त हामीलाई त के मतलब छैन, किनकि हामीले त भने त मैले अघि भने नि त हाम्रो त हजारौँ पुस्ता बाँच्छ अझ। हामी 70 वर्ष बाँच्दैन अनि 4,26,000 वर्ष छ। जबकि बल्ल त हामीले कति भनेपछि 1,200 वर्ष कलियुगमा बिताउँदैछौँ। अनि किन टेन्सन छोडिन्थ्यो यस्तो कुराहरू? भने तपाईँलाई चाहिँ यतिखेर चाहिँ यस्तो कलियुग द्वापर युगको चाहिँ अब त्यो तपाईँले झुट बोल्नुहुन्थ्यो होला। यी मजाले मैले त यो अकर्डिङ टु बोलेको हो गुगल होइन। त्यो कुनै हावादारी गफ यताउता केही पनि होइन होइन। ल हेर्नु, मजाले हेर्नु तपाईँले हेर्नु होइन। यो किनकि यो मैले पढेको कुरा हो, तपाईँलाई विश्वास लागेन, त्यही भएर मैले प्रमाण देखाइदिएको हो क्या। मलाई त हेर्नु परेन यो प्रमाण, किनकि मलाई थाहा छ। आज समुद्रको किनारा बसेर यति त कुरा हाम्रो होइन। मलाई चाहिँ थाहा थियो यो प्रमाण। अब तपाईँले हाँस्नुभयो अनि मैले